अब एन्जाइटी भनेको चाहिँ एक किसिमको तपाईँको तनावयुक्त कन्डिसन भनौँ न शरीरमा कुनै पनि तनाव स्ट्रेस चिन्ताले गर्दा तपाईँको मुटुमा स्ट्रेस हर्मोनहरू रिलिज भएर मुटुलाई असर गर्ने कन्डिसन हो जस्तो एड्रेनालिनहरू रिलिज हुने भएको कारणले गर्दा त्यसले मुटुमा ट्याकिकार्डिया भनौँ न मुटुको चाललाई चाहिँ छिटो छिटो गर्छ होइन त्यसले गर्दा मुटुको रोग हो कि भन्ने लाग्न सक्छ आफैमा त्यो मुटुको रोग चाहिँ होइन तर चिन्ताकै कारणले स्ट्रेस हर्मोनहरू रिलिज भएको कारणले चाहिँ मुटु छिटो छिटो चलेको हो तर बुझ्नुपर्ने कुरा के छ भने त्यस्तो कन्डिसन लामो समयसम्म रहिराख्यो भने चाहिँ त्यसले फेरि मुटुको मांसपेशीहरूलाई चाहिँ कमजोर गराउन सक्छ होइन त्यसलाई चाहिँ ट्याकिकार्डिया इन्ड्युस्ड कार्डियोमायोप्याथी भन्छ त्यसले गर्दा लामो चिन्ताले पनि कालान्तरमा मुटु रोग चाहिँ ल्याउन सक्छ तर अब मुटु रोगकै कारणले पनि मुटु ढुकढुक हुन सक्ने भयो त्यसले गर्दाखेरि यो चिन्ताको कारणले हो अथवा मुटु रोगको कारणले हो त्यो चाहिँ छुट्याउनु जरुरी छ त्यसको लागि छुट्याउने एउटा तरिका भनेको चाहिँ फर्स्ट कुरो चाहिँ के भने इसिजी गरेर हेर्न सकियो मुटु इकोकार्डियोग्राफी गरेर हेर्न सकिन्छ त्यसमा यदि मुटुको अन्डरलाइङ कजहरू कुनै छैन भने चाहिँ र मान्छेमा कुनै एउटा तनावबाट भनौँ न गुज्रिराखेको छ भने चाहिँ त्यो चाहिँ स्ट्रेसको कारणले हो भनेर भन्न सकियो तर मुटुकै आफ्नै रोगहरू छन् जस्तो पनि त्यो मुटु ढ्याक ढ्याक भएको बेलामा इसिजी गऱ्यो भने देखिन्छ त्यसपछि गएर अब तपाईँको भनौँ न मुटुको भाल्भहरूको कुनै समस्या इस्केमिक हार्ट डिजिज छ होइन अथवा चाहिँ तपाईँको एट्रियल फिब्रिलेसन भन्छौँ हामी मुटुको त्यो माथिल्लो भागको चाल बिग्रेको छ भने चाहिँ त्यो मुटुको कारणले रहेछ भनेर भन्न सकिन्छ त्यसले गर्दाखेरि स्ट्रेसले हो या मुटुको कारणले हो भनेर छुट्याउनलाई त एटलिस्ट इसिजी र इको गरेर हेऱ्यो भने यो धेरै कुराहरू चाहिँ त्यसबाट क्लियर हुन्छ